रेस्टुरेन्टको जस्तै पिज्जा हामीले घरमा एकदमै सजिलैसँग बनाउन सक्छौँ कि एकैछिनमा बन्छ होइन, एकदमै मिठो पनि हुन्छ। रेसिपी राख्नु भनेर कति धेरैजनाले भन्नुभएको छ, त्यही भएर राख्दैछु। मनतातो पानीमा मैले 1 चम्चा इस्ट राखेँ, त्यसपछि चिनी राखेर मजाले घोलेर 5 मिनटलाई छोपेर राख्थेँ। 5 मिनटपछि चाहिँ त्यो इस्ट चाहिँ फर्म भएर बस्छ अनि त्यसपछि मैदा अथवा गहुँको पिठो जेमा बनाउँदा पनि हुन्छ होइन। त्यो इस्ट भएको पानी चाहिँ त्यो पिठोमा राख्ने अनि अलिकति नुन पनि राख्ने पिठोमा, त्यसपछि मजासँगले मुस्ने, गिलो गिलो पारेर मुस्ने, थोरै तेल पनि हाल्ने अनि डोलाई छोपेर राखिदिने। त्यसपछि यता बटरमा लसुन राखेँ, मरिच अनि त्यसपछि ओरिग्यानो, रोजमेरी हालेँ अनि त्यसपछि नुन राखेँ अलिकति अनि सस राखेर मजासँगले एकछिन पकाउने। त्यसपछि हाम्रो पिज्जा सस पनि रेडी भयो। छोपेर राखेको पिठो चाहिँ आधी घन्टापछि यसरी पुरै फुलेर आउँछ कि इस्टले गरेर, अनि त्यसपछि डल्लो बनाउने, बेले पनि हुन्छ होइन। मैले चाहिँ यत्तिकै यो ट्रेमा राखेर अनि मजाले थिच्दिएँ कि, थिचेर यसरी बनाएँ। बेलेर राख्दा पनि हुन्छ। अनि मेरो हातमा घाउ भएको छ, टेप भर्खर लगाएको छु है। अनि त्यसपछि काँटा चम्चाले यसरी पाल पारिदिने हल्का होइन। अब हजुरहरूले ग्यासमा बनाउने हो भने चाहिँ प्यानमा यत्तिकै पहिला रोटीलाई चाहिँ दुवैतिर पकाउने कि एकैछिन, अनि त्यसपछि रातो रातो भएपछि झिक्ने, अनि त्यसपछि यसरी सस लगाउने अनि त्यो माथि चिज हाल्ने। त्यसपछि अब जे हाल्दा पनि हुन्छ, टमाटर, क्याप्सिकम, प्याज, मैले चाहिँ स्विट कर्न पनि हालेको छु। अनि फेरि त्यो माथि चिज मजाले हालिदिने। अनि ग्यासमा पकाउने हो भने चाहिँ तावा एकछिन तताउने 5 मिनट जति, त्यसपछि यसलाई राख्ने अनि माथिबाट छोपिदिने। सानो ग्यास पारेर एकछिनमै पाकिहाल्छ होइन। ग्यासमा पकाउने हो भनेदेखि चाहिँ ओभनमा चाहिँ 180 डिग्रीमा प्रिहिट गर्ने अनि त्यसपछि 20 मिनट पकाएको। अनि त्यसपछि मैले एकछिन ग्रिल पनि गरिदिएँ कि 1-1.5 मिनट। माथिबाट हेर्दाखेरि चाहिँ एकदमै यस्तो कलर देखिएको छ अनि फेरि क्रन्ची पनि हुन्छ कि ग्रिल गर्दाखेरि। यसरी नै हो पिज्जा घरमै बनाउने, एकदमै मिठो पिज्जा बनेको छ। हजुरहरू पनि ट्राई गर्न सक्नुहुन्छ है त।